इमेजिन गर्नुहोस् त जहाँ तपाईँले आफ्नो घरलाई लक लगाएर केही दिनको लागि भनेर एउटा रोड ट्रिपमा निस्किनु भयो र त्यहाँ जाँदै गर्दा तपाईँले सम्झिनु भयो यदि यति बेला मेरो घरमा चोर पसेर त्यहाँ भएको सबै राखिएको पैसा सुनचाँदीहरू चोरले लिएर भाग्यो भने के हुन्छ होला भनेर। यो अवस्थामा तपाईँ सोच्नुहोस् त, यस्तो कुरा मनमा खेलेको बेला के तपाईँ रिल्याक्स रहनुहुन्छ त? नो, तपाईँको मनमा स्ट्रेस बढेर जान्छ, इन्सेक्युरिटिजहरू पैदा हुन्छन्। तर तपाईँले आफ्नो धनी छिमेकीलाई आउनुभन्दा अगाडि आफ्नो घरको चाबी जिम्मा दिएर आउनुभएको थियो र उहाँले पनि तपाईँको घर मेरो जिम्मा भयो, केही लस भयो भने त्यो सबै अब म बेहोर्छु भन्नुभयो भने अब तपाईँ सेक्युर फिल गरेर आफ्नो ट्रिप इन्जोय गर्न सक्नुहुन्छ। हो, ठ्याक्कै यसरी नै हाम्रो जीवनमा पनि धेरै फाइनेन्सियल लसका रिस्कहरू हुन्छन् जसको बारेमा हामीले खासै ध्यान दिएका पनि हुँदैनौँ र त्यसको इन्सेक्युरिटिज रहिरहन्छ। र यसरी नै हाम्रो लाइफमा आउने विभिन्न इन्सेक्युरिटिजहरूबाट सेक्युरिटी दिनका लागि त्यो धनी छिमेकीको रूपमा हामीसँग रहेको छ हिमालयन लाइफ इन्सुरेन्स कम्पनी। र मलाई लाग्छ तपाईँ जतिको समझदार व्यक्तिले आफ्नो लाइफलाई फाइनेन्सियली सेक्युर त गर्न चाहनु नै हुन्छ र कस्तो कस्तो फाइनेन्सियल लसेसहरूमा कम्पनीले कसरी सेक्युरिटी दिन्छ भन्ने बुझ्न चाहनुहुन्छ भने कमेन्टमा यस टाइप गर्नुहोस् या मलाई पर्सनल मेसेज गरेर बुझ्न सक्नुहुन्छ र मन परेछ भने तपाईँ पनि बनाउन सक्नुहुन्छ आफ्नो सुरक्षाको सहयात्री हिमालयन लाइफ इन्सुरेन्स कम्पनीलाई।